2012 मा काठमाडौँका साँगुरा गल्लीबाट 5 जना युवाहरू निस्किए। नाम थियो लुट। न कुनै ठुला स्टार्स न ग्ल्यामरस गीत, तर एउटा यस्तो कहानी जसले नेपाली सिनेमालाई सधैँका लागि बदलिदियो। चोरी, हाँसो, ट्विस्ट र सहरको जिन्दगी सबै एउटै फिल्ममा देखियो र त्यसपछि नेपाली फिल्म पहिलो जस्तो रहेन। त्यो समय नेपाली फिल्महरू प्राय एउटै ढाँचामा अड्किएका थिए। लामो मेलोड्रामा, प्रेडिक्टेबल कहानी र गीतले भरिएको नेरेटिभ। सहरको रियल स्ट्रगल, रियल ल्याङ्ग्वेज र रियल पिपल जस्ता कुराहरू पर्दामा कमै देखिन्थे। तर लुट फरक थियो। अँध्यारा सडकहरू, भिडको आवाज, पैसा र सर्भाइभलको प्रेसर। यो फिल्म हेर्दा यस्तो लाग्थ्यो कि यो अभिनय होइन, यो त सहरको साँचो कथा हो। दर्शकलाई लाग्थ्यो हामी पनि त्यही ग्याङसँग छौँ, डर, हाँसो र अनिश्चित भविष्यको यात्रामा। यो कथाको केन्द्रमा थियो हाकु काले, चलाक, कन्फिडेन्ट र एकदम स्ट्रिट स्मार्ट मास्टरमाइन्ड। उसका साथीहरू नरेश, गोफले, खत्री र पाण्डे। हरेक क्यारेक्टरहरू फरक थिए तर सबै रिलेटेबल। उनीहरू हिरोज थिएनन् र भिलेन पनि थिएनन्। उनीहरू हामी जस्तै थिए, गल्ती गर्ने, हाँस्ने, डराउने तर ठुलो सपना देख्ने। बोइङ चोरीको योजना बन्यो तर यो साधारण हाइस थिएन। हरेक मोडमा अनएक्सपेक्टेड ट्विस्ट, अक्वर्ड सिचुएसन र डार्क कमेडी। यही रियलिजमले दर्शकलाई कथामा डुबाइदियो। पहिलो पटक टोली ब्याङ्कभित्र पस्छ। हाकु कालेको प्लान पर्फेक्टली सेट छ तर केही प्लान अनुसार चल्दैन। डायलग सिम्पल छन् तर पावरफुल। म्युजिक ब्याकग्राउन्डमा चिचाउँदैन, स्टोरीलाई सपोर्ट गर्छ। यही फिल्मले देखायो नेपाली सिनेमा पनि स्टोरी ड्रिभन हुनसक्छ। क्यारेक्टर डेभलपमेन्ट, पेसिङ र सस्पेन्स यी शब्दहरू नेपाली फिल्ममा पहिलोपटक सिरियसली प्रयोग हुन थाले। लुट रिलिज भएपछि एउटा ठुलो सिफ्ट आयो। नयाँ फिल्म मेकर्सहरू डराउन छोडे। क्राइम थ्रिलर र अर्बन स्टोरी जस्ता जनरहरू पनि मेन स्ट्रिम बन्न थाले। सबभन्दा रोचक कुरा के थियो भने लुट कुनै बिग बजेट फिल्म थिएन। करिब 50 देखि 70 लाख रुपियाँ बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा 5 करोड 20 लाख रुपियाँ कमायो। यो केवल पैसा कमाउने मात्र कुरा थिएन, यसले नेपाली फिल्म इन्डस्ट्रीलाई एउटा सन्देश दियो। साँचो कथा र अनेस्ट फिल्म मेकिङले स्टार पावरभन्दा धेरै ठुलो काम गर्न सक्छ। त्यसपछि आयो टलकजङ भर्सेस टुल्के, कबड्डी, व्हाइट सन र पशुपति प्रसाद जस्ता फिल्महरू। यिनीहरूमा लुटको इन्फ्लुएन्स स्पष्ट देखिन थाल्यो। यी फिल्महरूको बारेमा हामी अर्को भिडियोमा कुरा गर्ने नै छौँ। यदि त्यो कन्टेन्ट पनि हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। नेपाली सिनेमा पुरानो कम्फर्ट जोनबाट बाहिर निस्किन थाल्यो। आज पनि लुट हेर्दा पुरानो लाग्दैन, किनभने यो ट्रेन्ड होइन, मुभमेन्ट थियो। यसले फिल्म मेकर्सहरूलाई आवाज दियो, दर्शकलाई नयाँ टेस्ट दियो र नेपाली सिनेमालाई नयाँ आइडेन्टिटी दियो। हामी हाँस्यौँ, चकित भयौँ र सोच्न बाध्य भयौँ। तपाईलाई मनपर्ने लुटको सिन वा डायलग कुन हो कमेन्ट गर्नुहोस् र यस्तै सिनेमेटिक स्टोरिजहरूको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला।